सो हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामीलाई चाहिँ कलेज नगएर चाहिँ हाम्रो चाहिँ आज चाहिँ टिबीको चाहिँ अवेरनेस थियो नि त, ट्युबरक्लोसिसको अवेरनेसको लागि चाहिँ प्रोग्राम सानो राखेको थियो माथि बजारमा मतलब हस्पिटलमा। अन्त हामी चाहिँ यहाँ चाहिँ माया र म चाहिँ बसिरहेको छौँ, गाडी पर्खिरहेको छौँ। मायालाई पनि हेलो भनिदियो, माया भनेको थिएँ, लजाउँदै हेलो भन्दैछ हो। अन्त हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छौँ, माया र म चाहिँ। घाम दामी लागिरहेको छ हो। अन्त हामीले गाडी पर्खिँदा दुईजना साथी पनि भेट्यौँ। अन्त हामी चाहिँ गाडी रोकेर चाहिँ फाइनल्ली गाडीभित्र पस्यौँ है। अन्त मायाले चाहिँ पुरा अनुहार बनाउँदै जस्तो लजाउँदै हो। अन्त हामीले चाहिँ म चाहिँ फाइनली बजार पुगिसकेको छु। बजारमा चाहिँ यति साह्रो घाम लागिरहेको छ, हिँड्नु नसकेर म चाहिँ पछाडि हिँड्दै थिएँ नि त। अगाडि चाहिँ माया र दुईजना साथीहरू हिँड्नुहुँदैछ। अन्त मायाले चाहिँ नदेखाउ भनिरहेको छ, तर पनि देखाइरहेको छु हो, स्पिड हिँडिरहेको छु। मायाले चाहिँ स्पिड अब त्यही हो। अन्त हामी चाहिँ फाइनली हस्पिटल पुगिसकेको छौँ है। अन्त हामी चाहिँ भित्र हिँड्दैछौँ नि त। यति बेसी स्टुडेन्टहरू थिएछ। हामी चाहिँ हुन्छ नि, हामी चाहिँ लास्टमा पुगेको जस्तै भइरहेको छ। अन्त हामी चाहिँ एन्ट्री गर्दैछौँ, गेटमा भित्र पुग्यौँ। अन्त अगाडि नै स्टुडेन्टहरू पुरा आइसकेको रहेछ। म तपाईँलाई जुम गरेर दिएको छु गाइस। यहाँ त पुरा स्टुडेन्टहरू आएको थिएछ। हामी चाहिँ लास्टमा पुगेको जस्तै भयो नि त। अन्त लाइनमा बसिरहेको थियो सबैजनाहरू। अन्त हामी पनि गएर नामहरू एन्ट्री गऱ्यो हो, कुन चाहिँ कलेजको भनेर। अन्त त्यही लागि नामहरू एन्ट्री गरिसकेर मैले साथीहरूलाई देखाएँ नि त। साथी यता बहिनीहरू मलाई पनि देखाइदिनुहोस् न भन्दै मैले बहिनीहरूलाई पनि देखाइदिएको थिएँ। अन्त हामी चाहिँ यता चाहिँ रेलीको लागि चाहिँ पुरा हुन्छ नि, यो के भन्छ डाइट कलेजको पनि भाइहरू रहेछ, भाइ मतलब दाजुभाइहरू हुनुहुँदो रहेछ। रेलीको लागि प्र्याक्टिसको लागि मतलब रेली गर्नुको लागि चाहिँ लाइनमा बसिरहेको रहेछ हो। अन्त राम्रो मतलब राम्रै भयो प्रोग्रामहरू। अब यो चाहिँ मलाई खासै पनि थाहा भएन। अहिले नर्सिङहरूकै होला हौ सायद, उहाँहरू पनि हुनुहुन्थ्यो रेली गर्ने। अन्त हामी चाहिँ यहाँ रेडी बसिरहेको छ लाइनमा हो रेलीको लागि सबैजना बसिरहेको छ, हेर्दै गर्नुहोस्। अन्त हामी पनि यहाँ सृजनाले पनि के छ भिनाउँदैछ, उहाँ चाहिँ हुनुहुन्छ भने हामी हो। अन्त हामी चाहिँ यहाँ चाहिँ हामी चाहिँ नारा लगाउँदैछ हो गाइस। नारा लगाइदिरहेको छ हेलो भनेको माया साथीहरूलाई। अन्त त्यही हो। अनि हामी चाहिँ नारा मतलब रेडी गरिसकेर हामी चाहिँ यता गेजिङ बजारको त्यो उयसमा हावाघरको अगाडि चाहिँ बसेको थियो नि त, सबैजनालाई राखेको थियो। अन्त हामी चाहिँ पुरा थकित महसुस भएर चाहिँ बसिरहेको थियौँ गरम भएर। मैले साथीहरूलाई हेलो भन्ने लगाएँ हो, लजाउँदै हेलो भन्दैछ। अन्त त्यही हो, हेर्दै गर्नुहोस् होला साथीहरू। अन्त हामी पुरा थाकिरहेको थियो। हामीले प्याक लन्च पनि पाएको थियो। मेरो चाहिँ अनुहार कालो देखेर मैले चाहिँ क्यामेरा घुमाइरहेको थिएँ, साथीले चाहिँ खाइरहेको थियो लजाउँदै। अन्त म तपाईँहरूलाई देखाउने छु, हेर्नुहोस् है गाइस। प्याक लन्च हेर्नुहोस्। अन्त यो चाहिँ मलाई चाहिँ ब्याच लगाइदिएको, यस्तो स्पेसल गेस्ट बनाइदिइरहेको छ गाइस हामीलाई, मलाई हो। सबैजना लगाइदिएको थियो, तर म चाहिँ एक्साइटेड नि ज्यादै, कहिले लगाइन्छ भन्ने जस्तो हुन्छ नि, टक्कै लगाइदिएको थियो। दामी फिल हुँदो रहेछ हौ गाइस। अन्त हामी चाहिँ प्रोग्रामहरू सकेर चाहिँ यहाँ तल मायाहरूलाई पर्खेको थियो, किनभने मायाको चाहिँ काम थियो नि त ब्याङ्कमा। अन्त त्यो ब्याङ्क गरेर टिभीमा पैसा लगाउनु थियो। अन्त हामी चाहिँ यहाँ वेट गरिरहेको छौँ बहिनीलाई चाहिँ। अन्त फाइनली माया पनि आइसक्यो। अन्त हामी चाहिँ रुमतर्फ लाग्दैछौँ गाइस, तपाईँसँग हेर्दै गर्नु होला। अन्त हामी चाहिँ टर्निङमा पुगिरहेको छ। साइडबाट पुरा साउन्ड आउँदैछ गाइस, माइन्ड नगर्नु होला। अन्त यहाँ चाहिँ बहिनी इन्ट्रो गरिरहेछ कि कति भागिहाल्यो, भिडियो गरौँ भनेको त। अन्त हामी चाहिँ रुमतर्फ जाँदैछौँ। बहिनीहरूलाई देखाउनु, बहिनीहरू नदेखाउनु भन्दैछ हो। अन्त हामी चाहिँ पुरा गरम भएर चाहिँ यता बाहिर चाहिँ हामी चाहिँ पढाउनु र बसेको पनि हालत हुने गाइस, मेरो रातै भइरहेको छ। साथीहरूको हालत हेर्नुहोस् हो।
अन्त हामी चाहिँ पहिला मतलब हामी पहिला बसेको रुमको बाटो देखाउँदैछु गाइस, हेर्दै गर्नु होला, हेर्दै गर्नुहोस् अबसम्म। हो लाङाङको बाटो चाहिँ बिग्रेर चाहिँ दाउराहरूको झरेर चाहिँ पुरा उयो भइरहेको रहेछ नि त, त्यही लागि। यता उँभोपट्टि चाहिँ हाम्रो अहिले नयाँ बस्ने रुममा हो, अन्त यता तल्लोपट्टि चाहिँ पुगेको रहेछ। यो उँधोपट्टिको चाहिँ हाम्रो पुरानो रुमको बाटो हो, यता उँभोपट्टि चाहिँ हामी अहिले फिलहाल बस्दै गरेको रुमको बाटो हो। हेर्नुहोस् न गाइस, पुरानो बाटो यस्तो घिनलाग्दो भएको रहेछ कि बाँसहरू लडेर। त्यो गरमले मेरो हालत हेरिहाल्नुहोस्, रातै पिरे अमिलो भइरहेको छु। अन्त फाइनली रुम आइपुगेर म चाहिँ रुमतर्फ जाँदैछु। अन्त यता आन्टीले चाहिँ के भयो पुरा रातो छ त भन्दैछ। म चाहिँ हल्का हाँसिरहेको थिएँ नि त, क्यामेरा बोकी हिँड्छौ भन्दै थियो। अन्त चाहिँ बसिरहेको म चाहिँ हिँडिरहेको छु नि त, पुरा गरम भएर। फाइनली रुमतर्फ पुगेँ अनि माया र म चाहिँ तपाईँसँग त्यति थ्याङ्क यू फर वाचिङ है, हेर्दै गर्नुभयो मेरो भ्लगलाई हेरेर साथ सपोर्ट दिनुहोस् होला, माया दिनुहोस् होला। पहिलाको चाहिँ सबै बेसी यति बेसी माया दिन्छु गाइस, हुन्छ नि। लाइक सब्सक्राइब सबै गरिदिनुहोस् होला है। बाई।